कुन माछा हो तिलपी वाउ माछाहरू यहाँ विभिन्न प्रकारको पाइन्छ सर। यहाँ रौ, नैनी, भ्याकुर, कमान अनि बाम माछा, यिनीहरू टिल्पिया। र यो ठाउँले अझै पनि प्रगति गरोस् भन्ने हाम्रो कामना छ। ल धन्यवाद है त। के तपाईँ पोखरा आएर फेवाताल मात्र घुमेर फर्किनुहुन्छ? त्यसो भने तपाईँहरूले पोखराको असली शान्ति र स्वाद मिस गरिरहनु भएको छ। आज म तपाईँहरूलाई पोखराको लुकेको स्वर्ग तालबेसी लैजाँदैछु। भर्खर मात्र हामी सिसुवा बजारको चोकबाट दाहिनेतर्फ मोडियौँ। बाटोको बनोट यस्तो बनेको रहेछ कि विदेशको चाहना मेटियो। सात मुहाने क्रस गरेर हामी खोला छेउ पुग्यौँ। मनसुनको समय भएर होला खोला नालाहरू बढेका रहेछन्। खेतहरू पनि जलमग्न भएका रहेछन्। यहाँबाट दाहिनेतर्फ लागे रूपाकोट रिसोर्ट पुगिन्छ भने हामी देब्रेतर्फ लाग्यौँ। बर्खाको समय भएर होला रूपातालको पानी टाढा टाढासम्म फैलिएको रहेछ। आँखा सामु दो बाटो रहेछ, तर हामी देउरेतर्फ लाग्यौँ। अगाडि बढ्दै जाँदा एकातर्फ रूपातालको गाडा हरियो पानी, अर्कोतर्फ होटेल कटेजहरू र बाटोको किनारमा सडक ढाक्ने चौतारा सहितको पिपलको ठुलो वृक्ष रोकिएर वार्तालाप गर्न मन लाग्यो। ए हो, अनि तपाईँको घर कुन चाहिँ पर्यो त? ए माथितिर हो। यहाँ खानको लागि सुविधाहरू पनि रहेछन्। यहाँ बस्न मिल्ने पनि ठाउँ हो यो। ए यस ठाउँलाई जमन कुना भनिँदो रहेछ। पिपलको यो शीतल छहारी मुनि बसेर अगाडिबाट खानाका परिकार ल्याएर खाँदाको आनन्द कस्तो होला। यस ठाउँको भिजिट गर्न आउनुहोस्, हेर्नुहोस्, तपाईँ आफै यसको बारेमा थाहा पाउनुहुन्छ। कतिको रमणीय छ, कस्तो यहाँको वातावरण छ, यहाँको चिसो चिसो हावा, अनि यहाँका मिलनसार व्यक्तिहरू। यहाँ गफ गर्न पनि रमाइलो, बसेर खान पनि रमाइलो। यहाँबाट सम्झनाहरू लिएर हामी आफ्नो ठाउँमा जान सक्छौँ। यो मेरा दर्शकहरूको लागि मैले यतिको चाहिने ठाउँ खोजेर हिँडेर यो फेला पारेको छु है। आउनु त कतिपय मान्छेहरू
नजिकका मान्छेहरू आइसकेका होलान्, तर टाढाका मान्छेहरू आउने वातावरण मिलेको छैन। र आज यो मेरो भ्लग हेरेर तपाईँहरू यहाँ आएर यहाँको खानाको परिकारको स्वाद पनि लिन सक्नुहुन्छ र यहाँको हावापानी र दृश्यको पनि रमाइलो गर्न पाउनुहुन्छ। हजुरको परिचय पाउनु। हजुर नमस्ते, मेरो नाम गङ्गामाया गुरुङ, घर चाहिँ यहीँ रूपकोट। हजुर 6 नम्बर वडा आमासम्मको अध्यक्ष पनि हो। अहिले जैव विविधताको संरक्षण समितिको उपाध्यक्ष पनि हो। मिटिङमा हिँड्न लाग्यो। अहिले तपाईँ भनेपछि व्यस्त हुनुहुन्छ। हजुर जे होस्, तपाईँको ठाउँ हेर्दाखेरि पनि सुन्दर छ, रमाइलो गर्ने ठाउँ, खाने ठाउँ अति सुन्दर बनाउनु भएको रहेछ र यो ठाउँले अझै पनि प्रगति गरोस् भन्ने हाम्रो कामना छ। ल धन्यवाद है त। हामी यो जमलकुनाको एउटा रेस्टुरेन्टमा हामी प्रवेश गरेका छौँ। उहाँ साउनु हुनुहुन्छ। हजुर नमस्ते। तपाईँको व्यापार कस्तो चलिरहेको छ? ठिकै छ सर, अहिले अब छैन भन्न नि राम्रै छ। सिजनहरू के कसो हुन्छ? सिजनहरू त अहिले बर्खाको टाइममा भए पनि झन् हाम्रो राम्रो छ। यता रूपतालमा पानी, काठको ठुटुमा पानी निस्केको हजुर अब छँदैछ। यहाँ चाहिँ पौडी खेल्ने पनि भाइरल भइरहेछ। यो तालको सिरानमा पौडी खेल्ने स्थान सबै गाडी रिजर्भ गरेर अहिले हिउँदको टाइममा अब चिसो पानीमा खेल्नलाई रमाइलो हुन्छ। त्यसो भएर आइराख्नु भएको छ मान्छेहरू पनि। माछाहरू कति प्रकारको पाइन्छ नि? माछाहरू यहाँ विभिन्न प्रकारको पाइन्छ सर। यहाँ रौ, नैनी, भ्याकुर, कमान अनि बाम माछा, यिनीहरू टिल्पिया। तपाईँको यही रेस्टुरेन्टमा पाइन्छ? हजुर, यहीँ रूपतालको माछा यो रेस्टुरेन्टमा हामी पकाएर बेच्छौँ। धेरै राम्रो। हजुर, अर्ग्यानिक खानाहरू जस्तै अब ढिँडो, माछा भात है, अब खाजा यस्तै यो अर्डर अनुसारको खाना बनाइन्छ। पोलेको माछा ग्रिल फिस बनाइन्छ, सुकुटी माछा हुन्छ है। यहाँको मनमोहक दृश्यहरूलाई हेरेर तपाईँहरू पक्कै पनि रमाउनु हुनेछ। आएर यसो एउटा सेवा गर्ने मौका यहाँ दिनु होला भन्दै। ल हस्, धन्यवाद। ताल, तलैया, झरना, खोला, नालाहरू यो त हाम्रो देशको विशेषता नै हो। फेवातालको तुलनामा तालबेसी निकै शान्त र प्राकृतिक छ। यहाँको सफा हावा पानी, शान्त वातावरण र वरपरका हरिया डाँडाकाँडाहरूले हाम्रो मन लोभ्याए। सडकका किनारहरूमा अवस्थित यी रिसोर्टहरूले झनै रौनक थपेको छ। मन लोभ्याउने अर्को दृश्यले कुर्दै गरेका पहियाहरूलाई स्थिर गराइदियो। तालबेसीको भाइरल एरिया मध्ये यो पनि एक हो जहाँ हामी जाँदैछौँ। सवारी साधन यतै राखेर हिँड्दै जानुपर्ने रहेछ। प्राकृतिक रूपले फुटेको मूलको पानी रुखको मोडाबाट निस्केको हुनाले झनै रोचक बनेको छ। यहाँको पानी पनि ताकिहाल्छ।
यो पानी जुन छ नि यो आफै उत्पन्न भएको यहाँबाट हजुर अनि यो रुख जुन छ त्यो रुखै पहिल्यैबाट रहेको रुख हो कि यो पहिले हामीले थाहै थिएन थाहै थिएन है कस्तो अनौठो छ त नि तपाईँहरूलाई कहिले थाहा भयो त यो हामीलाई भयो 1.5 वर्ष 1.5 वर्ष भयो बाटो निकालेर पानी चलाउने ए बाटो बनाउने क्रममा हो यो ताल बनाउनु ए ताल बनाउने क्रममा तालको गहिरो बनाए हजुर हजुर त्यो माटो निकालेर पानी चलाउने ए त्यस्तो देखियो भन्नाले यो पहिला चाहिँ खेतै हो यो पहिले त खेतै नि अनि यसलाई यो ताल बनाउनको लागि यो जम्मै यो तालको खनिएको लागि त्यो रूपातालको लागि हजुर तालकै लागि बनाउने भयो कि तपाईँको यहाँ केही संरचना गरेर ताल होइन संरचना त बाँध बाँध्दैछ तल हजुर त्यो बाँध सम्पन्न भइसकेपछि त्यहाँबाट हजुर अनि यो त तालै हुन्छ ताल नै हुने भयो यो मन्दिर त्यसलाई त विद्यालय अब सार्वजनिक जग्गा हो कि त्यसलाई के गर्नु हामी फलामे पुलतर्फ बढ्दैछौँ हेरौँ यहाँबाट दृश्य कस्तो देखिन्छ आजाद भलक यो बजारको कोलाहालबाट केही टाढा आएर रमाइलो हेर्नको लागि यो मनलाई सान्त्वना दिनुको लागि यस्तो यस्तो ठाउँ खोजेर आएका हुन्छन् अब यहाँ ठाउँ हेर्नुहोस् ठाउँ पनि कति रमाइलो छ गएर पौडी खेल्नु त हुन्थ्यो तर चाहिँ आफूले लगाउने कपडाहरू ल्याइएन त्यसले गर्दाखेरि अरू खेलेको रमाइलो हेर्ने मात्र भइयो पारी यसो गएर चिया के पाइँदो रहेछ पाएसम्म माछा पनि खानु पर्यो नपाए चाहिँ चियामा सन्तुष्ट गर्नुपर्ने भयो हेरौँ के पाइँदो रहेछ रेस्टुरेन्टतर्फ जाँदैछु माछा ग्रिल गरिँदो रहेछ के रहेछ स्पेसल यहाँको स्पेशल भनेको रूपातालको माछा ए रूपाताल माछा माछा चाख्ने हजुर हेरौँ त यसरी डेमो देखाउनु त कुन माछा हो तिलपी वाउ राम्रो छ ल यसो चाखौँ त एउटा यसो हेरौँ त दुईवटा चिसो दिनुहोस् चिसो दिनुहोस् एउटा बोलाउनु दुईटा छ अहिले एउटा भयो एउटा पो हुन्छ अहिले तपाईँहरू स्थानीय हो कि ए स्थानीय नै हो ए यहीँ वरपर नै होला घर ए कति लामो समय भयो यो बनाएको 1 महिना भयो ए बरु सुरु गरिँदो रहेछ जे होस् यसलाई अझ बनाउनु बाँकी नै रहेछ होइन 70% अझै बाँकी छ होला यो स्थानीयहरूको सहयोगले हो कि यो नेपाल सरकारको सहयोगले ए त्यसको प्रोजेक्ट ठुलो रहेछ जस्तो लागेछ 84 सक्नु पर्यो ए हजुर हजुर ए मन्दिर पनि बन्दैछ यहाँ के कुन मन्दिर बन्दैछ बराहा बराहा एउटा उहाँ फेवातालमा भयो एउटा रूपातालमा हुने भयो अनि यहाँ चाइनिज जस्ता पनि छन् त मेरा दर्शकहरूलाई म यो सजेसन गर्छु कि तपाईँहरू आउनुहोस् हेर्नुहोस् यस ठाउँको दृश्यहरू पक्कै पनि तपाईँहरू रमाउनुहुनेछ आहा
गाउँघरकै हो ए यो औषधि हालेर पकाएको त होइन कति रुपियाँ अरे 100 रुपियाँ एक दर्जनको राम्रो यो पोखरा बोल्यो नि 120 पुग्यो गर्मी याममा यो कल बग्दै गरेको पानीमा डुबुल्की मार्दा आउने आनन्दको मजा लिँदै बच्चादेखि युवा युवतीहरू रमाइरहेका छन्। यहाँ झनै रमाइलो त बिदाको दिन शनिबार र आइतबार हुन्छ भन्ने सुनिन्छ। मुसलाधार वर्षा होला जस्तो देखिएको छ। परको डाँडा पनि ढाकिसकेको छ। अब हामीलाई सायद फर्किनुपर्छ कि रूपातालको परिक्रमा गर्ने सडक समातेर हामी बेगनाथतालतर्फ लाग्यौँ। यो क्षेत्र बेगनास र रूपातालको नजिकै पर्ने भएकाले यहाँबाट दुवै तालको सहज पहुँच र दृश्यावलोकन गर्न सकिन्छ। तालबेसी क्षेत्र स्थानीय माछाका परिकारका लागि निकै प्रख्यात छ। यहाँका साना रिसोर्ट र होटलहरूमा पाइने ताजा माछाका परिकारहरूको स्वादको मजा लिन सकिन्छ। बेगनासताल चाँदी र रूपाताल तामा जस्तै टल्केको देख्न सकिन्छ। यहाँको भ्यू टावरबाट दुवै ताल देख्न सकिने रहेछ। अनि जुम गरेर हेर्दा माझी कुनाको दृश्य पनि प्रष्ट देखिने रहेछ। यही बाटोमा पर्ने वन्यजन्तु संरक्षण केन्द्र अर्थात् यसलाई चिडियाघर पनि भन्न सकिन्छ यहाँ रहेछ। गेटबाट हामीले चिडियाघरको बाटो समात्यौँ। यस्तो बाटोमा हिँड्दाखेरि गेट हजुर घुम्न जान लाग्यो हो र रात पर्यो र म त उज्यालो देख्छु के गेटसम्म त मिल्छ नि गेटसम्म गएर आउँछौँ है त
तर बालको अलि अप्ठ्यारो छ राजा ए हो बाटो अप्ठ्यारो- केटासँग जानु अनि फर्काउनुहोस् हस्, अनि पछि आउनु होला है दिन चाहिँ चाँडै नआउनु है ल ल बाटो कच्ची, त्यसैमा पानी परेको अवस्था, लर्किँदै चिक्लिँदै हामी मुख्यद्वारसम्म पुग्न थाल्यौँ। यो एउटा लेखनाथ पोखरा महानगरपालिकाको वन्यजन्तु हेर्ने ठाउँ रहेछ। पानी परेको छ, पानी परेको कारणले रेनकोट लगाएर आइएछ। अब चाहिँ नि यो चिडियाघर भनेर भनिन्थ्यो, आज बन्द रहेछ फेरि। समय निर्धारित रहेछ, बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म मात्र खोलिने रहेछ। हामी ढिलो पुग्यौँ।